के को लागि आउँदैछौँ हामी यसो हाम्रो विद्यालयको क्याचमेन्ट एरिया हाम्रो विद्यार्थीहरू यति टाढोबाट यो सिरानतला माझतला पुछारतला चुलाचुली 1 को भूगोलबाट पञ्चकन्या हामीमा पढ्ने विद्यार्थीहरूको पारिवारिक समस्या उनीहरूको के कसो छ आदि इत्यादि कुरा अब नयाँ शैक्षिक सत्रमा यति टाढो दुर्गमबाट ठाउँबाट आउने विद्यार्थीहरूको सम्पूर्ण अवस्थाहरूलाई मध्यनजर गरी विद्यालयले के गर्न सक्छ भन्ने कुरा एकदम फिजिकल स्टडीको लागि हामी विद्यालय परिवार अगाडि बढिरहेको म सबैलाई जानकारी गर्न चाहन्छु। होइन गुरु 128 जना छ हौ। कस्तो गुरुले थप्पड भनेर मेरो यहाँ कस्तो मलाई इगै हट बनाइदियो नि त गुरुले। फेरि पनि गाउँले भ्लगमा स्वागत छ। त्यसो नभन न अहिले चाहिँ एज अ मर्निङ टाइममा हामी चाहिँ बिहानको 7 बजे कता हिँडेको भन्दाखेरि सिरानतला हिँडेको। हजुर बोजू भलक बनाउँदै कता हिँडेको भन्दाखेरि यहाँ मन्ता म्यामले भन्नु त मन्ता म्याम हामी कहाँनिर गएको भन्नु त ल। हामी घर दैलो कार्यक्रममा सिरानतला जाँदैछौँ। घर दैलोमा बिहानको 7 बजी मलाई चाहिँ उठ्नु पनि मन लागेको थिएन, टाउको दुखिरहेको थियो, यस्तो भइरहेछ राति 12:30 बजी 1 बजी मात्रै सुतेको होइन। म पनि 12:30 बजी सुतेर 5 बजी उठेको। तर म त्यस्तो उठ्नु सक्दिनँ नि त। त्यहाँदेखि कस्तो मिठो सपना देखिरहेको थिएँ र मैले सपनामा चाहिँ बाटोमा उयोसँग जाँदै थिएँ सपनामा। मेरो लागि सारा संसार छोडेर आएको मान्छे थियो अरे सपनामा होइन। तर कति राम्रो सपना देखेको थिएँ, यसले बिम चाहिँ हालेर छ्या भन्दा तैँले यार मेरो सपना नै अधुरो भयो नि। यहाँनिर कस्तो देखिरहेको थिएँ सपना यार मैले सेट मेडिकेटेड भइगयो नि। अब यति भन्दै बाँकीको क्लिप्सहरू हामी बाटोमा दामी भिडियोहरू निकाल्नेछौँ। बाटो नै कस्तो अप्ठ्यारो छ जाने ठाउँ होइन। हाम्रो गुरु जाँदै हुन्छ आउँदै हुन्छ। नमस्ते सर। नमस्ते 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 सर नमस्ते। हामीलाई लिन आउँदै हुन्छ। कहाँ सर गइसक्यो? ए ल ग्राउन्ड न को अरू कहाँ हुनुहुन्छ अरू चाहिँ कहाँ छ? पुऱ्याइदिइसके सबै उता माथि छ। कसकोमा खाजा बोक्नु हो? कस्तो जिउ दुखिरहेको मेरो त। फोन चाहिँ गर न राम सर। मेरो गर्नु न भरे खाजा त बोक्नु पर्छ होला नि त। भिडियो हुँदैछ? अलि म्याम। होइन गुरु 128 जना छ हौ। कस्तो गुरुले थप्पड भनेर मेरो यहाँ कस्तो मलाई इगै हट बनाइदियो नि त गुरुले। अहिले चाहिँ हामी चाहिँ यहाँनिर सिरानतला जाँदैछौँ हामी। यो ब्यागको चाहिँ दाम्लो चाहिँ एउटा लामो एउटा छोटो भयो क्या। सबैजना हामी फुल्ली देशमै छौँ होइन। यहाँ पछाडि म्यामहरू हुँदै हुन्छ यहाँनिर। हामी यसरी जाँदैछौँ भन्ने कुरो। अनि हामी चाहिँ नि अब हामी यस्तो उकालो थिल्नु मर्छ एकदम गाह्रो छ केटाकेटीहरूको लागि चाहिँ दैनिक। अहिले त खुसी लाग्यो मलाई यहाँनिर पुल पनि बनिएछ। यहाँ पुल बनेछ खुसी लाग्यो। न पहिला हामी यस्तो यहाँबाट यस्तो भित्ता जानुपर्छ। पहिरो पनि जान्थ्यो क्या कोही बेला। यहाँ चाहिँ पुल बनाउँदैछ। अस्ति पुल बनाएर राम्रै काम गरेछ। अनि हामी अब यो बाटो यसरी भित्ता जाँदैछौँ। आम्मा अहिले त बाइक के जाँदो रहेछ नि त माथिसम्म। त्यही त अनि अहिले धेरै राम्रो बाटो बनाएछ, खुसी लाग्यो।
बाटो राम्रै बनाएको रहेछ। पहिला त कति अप्ठ्यारो बाटो थियो नि, केटाकेटीहरू कस्तो दुःखले आउँथ्यो। अब बाँकी कुराहरू अपडेटमा आउँदै गर्छ है त। यहाँसम्म चाहिँ केही पनि होइन त्यस्तै, यहाँ चाहिँ अलि यहाँसम्म चाहिँ डिस्टेन्स मात्रै लामो हो होइन, टाढो मात्रै हो। तर खास उकालो चाहिँ अब यहाँबाट चाहिँ सुरु हुँदो रहेछ क्या। केटाकेटीहरू उकालै उकालो आउनुहुन्छ। सर म्यामहरू चाहिँ यसरी यहाँ एक ग्रुप र पर एक ग्रुप बनाएर आउँदै हुन्छ। 128 बढाइदिनु होला फलोवर्सहरू। गुरु यहाँनिर हामी के को लागि आउँदैछौँ भन्नु न गुरुको यहाँ हामी के को लागि आउँदैछौँ हामी यसो हाम्रो विद्यालयको क्याचमेन्ट एरिया हाम्रो विद्यार्थीहरू यति टाढोबाट यो सिरान्तला मालतला पुछारतला चुलाचुली 1 को भूगोलबाट पञ्चकन्या आविमा पढ्ने विद्यार्थीहरूको पारिवारिक समस्या उनीहरूको के कसो छ त्यो आदि इत्यादि कुरा अब नयाँ शैक्षिक सत्रमा यति टाढो दुर्गमबाट ठाउँबाट आउने विद्यार्थीहरूको सम्पूर्ण अवस्थाहरूलाई मध्यनजर गरी विद्यालयले के गर्न सक्छ भन्ने कुरा एकदम फिजिकल स्टडीको लागि हामी विद्यालय परिवार अगाडि बढिरहेको म सबैलाई जानकारी गर्न चाहन्छु। अब भरे हेरौँ यो विषयमा फेरि थप केही बोल्नु पऱ्यो, बाँकी अपडेट आउँदै गर्छ है त। हामी गराउनेछौँ। ल हाम्रो म्यामहरू यहाँ एक ग्रुप हुनुहुन्छ र अर्को ग्रुप चाहिँ उताबाट त्यो केराको झ्याङले गर्दा छेकिनु भएको छ यहाँनिर। बाँकी कुराहरू आउँदै गर्छ है त। अब यहाँ यति उकालो हिँड्दा नै मुखबाट स्या आवाज आउनु थालिसक्यो। यस्तो उकालोमा नि गाह्रो हुँदैन त नि दैनिक जीवनयापन गर्नको लागि होइन गुरु? ल है त हाम्रो केटाकेटीहरूको जीवनयापन कस्तो होला नि यहाँनिर दैनिक जीवनयापन? पहिला त गोरेटो मात्र थियो, अहिले त यतिको भए पो छ। यो अहिले त बाटो सबै खल्न बनाएको त्यही त। अझै हामी यो माथि डाँडादेखि अझै पल्लो डाँडामा पुग्नु मान्छ हामी चाहिँ होइन। एकदमै गाह्रो उकालो त हिँड्नु नसकिने रहेछ क्या। अहिले मेरो त खुट्टा काम थाल्यो त अनि खुट्टै काम थालिसक्यो मेरो त। अब यति भन्दा गेम फिक्स भइसकेछ। के हो यो त यस्तो ठाडो हिँड्नु पर्ने। अब हामी उकालो गाह्रो छ जाने। यो चाहिँ महिमा देवानको घर हो। माथि यहाँबाट यताबाट गएर हो क्या मामा? हामी यताबाट गएर चाहिँ हामीलाई तल जस्तो लागेको। पछाडिबाट यो घरको उतापट्टि यो घरको पछाडि त्यो भएर यो घर मुनि देखिँदैन। अहिले चाहिँ हामी चाहिँ महिमा देवानको घर जाँदैछौँ। म्याम आउनु ल। सबैजनाले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला होइन। अनि यति भन्दै हामी चाहिँ महिमा दिवानको घर र मुलिना दिवानको घर चाहिँ यहाँनिर हामी आइपुग्यौँ है त। खुट्टा कामदो रहेछ क्या गुरु। ल यति भन्दै हामी चाहिँ विद्यार्थी घरमा आइपुगिसक्यौँ है त। हावाको लहरसँगै उडिरहन मन। मोलिना देवान, हामी मोलिना देवानको घर आइपुग्यौँ है त। मोलिना कस्तो मिठो हावा आएको नि आम्मा। यहाँको ग्रिनरी सिन त आम्मा, यहाँ बस्दा त कस्तो दामी हावा आउँदो रहेछ त।
चुलीको डाँडामा गएर बसेर छ्याङछ्याङे चाहिँ छ्याङछ्याङे झर्ना चाहिँ यो मुनि हो। यो मुनि यसरी गयो भने छ्याङछ्याङे झर्ना पुगिँदो रहेछ। यहाँ मुनि सबै डढेलो लगाएर यसरी डढेलो चाहिँ किन लगाइन्छ भन्दाखेरि किनभने यतातिरको मान्छेहरू त यतातिर त सबैजनाले गाईबस्तु पाल्नुहुन्छ होइन। अब गाईबस्तु पालेपछि उनीहरूलाई त घाँस त चाहियो। घाँस यसरी मरिदिन्छ है हिउँदोको समयमा यसरी मरिदिन्छ। अनि यसलाई फेरि नयाँ पालुवाहरू यसरी डढेलो लगाइसके पछाडि चाहिँ नयाँ नयाँ पालुवाहरू चाहिँ आउँछ। अनि घाँस उम्रिन्छ, त्यो चाहिँ फेरि पशुहरूले नै खाने हो क्या त्यो चाहिँ। त्यही भएको कारणले गर्दाखेरि यसरी वन जङ्गल डढेलो लगाउँदो रहेछ। यो चाहिँ मेरो विचार है। यो चाहिँ कस्तो मिठो हावाको नि यहाँ त। यहाँनिर सुँगुरको पनि पालेको रहेछ। ऊ परको डाँडामा गएर एउटा भिडियो सर्ट क्लिप बनाउनु पर्यो। कस्तो दामी हावाको आम्मामा हावाको लहरसँगै भन्ने गीत पो गाउनु मन लाग्यो त म्यान। कस्तो दामी हावा आउँदैछ यहाँनिर। अनि म चाहिँ अब यताबाट सुँगुरखोरतिर गएँ। सुँगुरखोर हुँदै म परको डाँडामा पुग्नु मन लाग्यो मलाई चाहिँ। हावाको बेगसँगै हावाको लहरसँगै उडिरहन मन लाग्यो मलाई पनि होइन। त्यही भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ ऊ परको डाँडामा गएर चाहिँ ब्लग्स बनाउनु पर्यो। यस आइ एम कमिङ। ओके सर दाइहरूले चाहिँ जमजम भाइ भन्दै हुन्छ। म चाहिँ यहाँ आइपुगिसके पछाडि चाहिँ यहाँको सुन्दरता हरियाली म कसरी बिर्सन सकु है त। अरे हावाको लहरसँगै उडिरहन मलाई आमम you and I woo. I'm coming. पर हुनुहुन्छ सर मिसहरू चाहिँ हामी जानुपर्ने ऊ माथिको डाँडा हो। यो माथिको देखेको डाँडा हो। एकदम उकालो एकदम उकालो एकदम उकालो। यहाँनिर छ्याङछ्याङ झर्ना छ। यहाँनिर ऊ माथि ऊ देखिँदै गरेको छ्याङछ्याङ झर्ना हो। यो चाहिँ छ्याङछ्याङ झर्ना पानी चाहिँ रहेन रहेछ। यो वर्ष त्यति धेरै पानी रहेन रहेछ। बाटो यस्तो ओह्रालो छ यहाँनिर चाहिँ। यहाँ मकै यसरी कान्ला कान्लामा मकैहरू रोपिएको छ। हावा एकदम दामी आउँदो रहेछ। सर्मिसहरू हिँड्नुभयो म पनि जान लागेको है त। हामी चाहिँ यो बाटो यस्तो घुमेर यो माथिको रेलिङहरू हुँदै घाम परेछ। यो माथिको रेलिङहरू हुँदै यो माथिको डाँडा उक्लिँदै अझै माथिको डाँडा जानुपर्छ हामी चाहिँ। त्यहाँबाट हाम्रो केटाकेटीहरू आउँछ क्या। भनेपछि कतिको गाह्रो होला हाम्रो भाइ बहिनीहरूलाई है त। बल्ल 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 यो बिस्तारा आइपुग्यो। यहाँ चाहिँ सबैजना यहाँ रेस्ट गर्दै हुनुहुन्छ होइन। म चाहिँ हिँड्न नसकेर त्यही माथि पछाडि अनि यत्रो ब्याग तपाईँले देख्न सक्नुहुन्छ। यो ब्यागले पनि तल वेट तान्छ। माथि जान खोज्यो उकालोमा खुट्टा दुखेर सक्दै सक्दैन। बिस्तारो रेस्ट गर्दै गर्दै आएको। पानी पनि सक्यो हिँड्नै नसकेर हामी तलबाट हिँडेको यहाँ ठ्याक्कै 1 घन्टाभन्दा बढी भइसकेको छ। भनेपछि उकालो हिँडेको कति गाह्रो पर्दो रहेछ। बाँकी कुराहरू अपडेट आउँदै गर्छ है त। हाम्रो सर्भिसहरू चाहिँ यसरी बसिराख्नु भएको छ हाम्रो विमल देवानको घरमा। आमा नसकिने भएछ त। ए विमलले
भाइले चिन्यो मलाई गाह्रो हुँदो रहेछ सर दाइ झन् त्यही माथि ग्राभिटीले पनि तान्छ त्यही माथि ब्यागले पनि तान्छ अझ त्यही माथि पेटले पनि तान्छ खुट्टा चल्दैन त्यही माथि गाह्रो रहेछ यहाँनिर उद्धव गुरु हुनुहुन्छ ल अब यति भन्दै यहीँ 2 शब्द यही टुङ्ग्यौँ बाँकी अपडेट आउँदै गर्छ है त गुरु होइन गुरु सर हामी यहाँनिर हामी यत्रो सिरान्तला हामी यत्रो हिँडेर हामी के को लागि आएको 1-2 शब्द राखिदिनु टुलीमा रहने गाउँ बस्तीमा विद्यार्थीहरू धेरै रहेको हुँदाखेरि आज सम्पूर्ण शिक्षक स्टाफहरू घर दैलो कार्यक्रम गर्दै सिरान्तला माछतला हुँदै सास फेर्दै दुःख सुख उकाली ओह्राली गर्दै भन्ज्याङ चौतारी काट्दै हामी अब फेरि अघि बढ्नको लागि प्रस्थान गर्न लागिरहेका छौँ ल यति भन्दै गुरुलाई पनि धेरै धेरै धन्यवाद धन्यवाद हाम्रो स्कुल देखिँदो रहेछ ऊ तल यो पानी ट्याङ्की भयो भने पानीदेखि माथि रातो टिन भएको देखिन्छ तर यहाँबाट चाहिँ क्यामेराको लेन्सले चाहिँ त्यति राम्रो भ्याउँदैन रहेछ क्या हाम्रो स्कुल देखिँदो रहेछ यहाँनिर यहाँबाट देखिँदो रहेछ तर क्यामेरामा चाहिँ देखिँदैन पानी ट्याङ्की कस्तो मजा आयो नि अघि त ब्यागले गर्दा कुद्दै हिँड्नु नसकेको त कुद्नु पनि नसकेको उता सरेको पाल्ले गरेको नि म्यामले चाहिँ कसरी बुझेर नै बोकिदिन्छ भन्नुभएको थियो होइन म्याम म्यामले कस्तो उकालोमा गाह्रो हुन्छ बुझेरै बोकिदिन्छु भन्नुभएको तर म्याम मान्नु भएन होइन अन्त मान्नै भएन होइन मिठो खाजाहरू माथि गएर बाँडीचुँडी खान्छौँ होइन तलबाट हिँडेको म्याम ठ्याक्कै 1 घन्टा भएछ यहाँ तल आइपुग्दा 1 घन्टा भयो अहिले बाटो अलिक सरल सजिलो भएको छ कि त्यही भएर चाहिँ रहेछ यो उकालो चढ्नु चाहिँ साह्रै गाह्रो रहेछ म्याम तर हामी त म्याम तलबाट बाइक यहाँसम्म फेदिसम्म बाइकमा आएको हो नि त त्यही भएर पनि हो अनि म्यामहरू त तलै रह्यो त फेरि रहनु भयो त अलिक ब्याकग्राउन्ड मिलेन हाम्रो हावा त उहाँ तल म्याम आउँदो रहेछ त्यो भैमाको घर यतापट्टि चारैतिरबाट चाहिँ खुल्ला हुँदो रहेछ कि यतापट्टिको त डाँडाले छेक्दो रहेछ कि तिनतिरको हावा त कस्तो राम्रो आउँदो रहेछ ल हामी आउँदैछौँ हाम्रा साथीहरू चाहिँ यसरी आउँदै हुनुहुन्छ हात हल्लाइदिन्छ सबैजनाले गाह्रो छ नि म्याम उकालो चढ्नु ट्रेकिङ बबाल भइरहेछ सरदालाई त अब त मजा आइरहेछ नि सरदाई कपाल पर्छ फटेङ्गाले हलो जोत्छ झिँगा डल्ला खोज्छ कतिको गाह्रो भइरहेछ गुरुजी माथि उकालो चढ्नु त यहीँबाट घाँसको भरि लिएर जाने हो हजुर हजुर पुगरसम्म अब चाहिँ अब यो आउनु लगभग अन्तिम हुँदै गएको जस्तो महसुस हुँदैछ उकालो चढ्नु गाह्रो हुँदै छैन गुरु हजुर बस्ती बाख्रालाई म प्रत्येक शनिबारबाट घाँस
कतिको गाह्रो भइरहेछ म्याम छैन तपाईँलाई त बानी छ नि त म्याम उकालो ओह्रालो हिँड्ने होइन हामीलाई त सास बढेर गाह्रो हुन्छ नि कुरो म्याम कतिको गाह्रो भइरहेछ तपाईँलाई म्यामलाई छैन रञ्जना म्यामलाई छैन तपाईँलाई त गाह्रो भयो म्याम गाह्रो छ नि होइन म्याम यहाँबाट सम्म छ है यहाँनिर चाहिँ म्याम पहिला त यहाँ त खेती पनि हुन्छ धान पो फल्छ त कसको अरे हाम्रो यहाँ थकाइ मात्रै हो ए हो ए यहाँ दुःख सुख कुराहरू यसो सट्टासट ल कस्तो राम्रो हावा आउँदो रहेछ त यहाँ त नि उयो माथिल्लोपट्टि त ऊ माथि हो तपाईँको सिक्स प्याक देखाउनु सर चाहिँ सबैले लाइक सेयर एन्ड सब्सक्राइब भन्नु न म्याम लाइक सेयर एन्ड सब्सक्राइब है यहाँ चाहिँ फेरि हाम्रो चाहिँ फेरि उयो नै फाल्टै छ नि कुरो म कस्तो खमकाम मन लाग्छ नि होइन कुरो गाई कोटे कोटे म बुढो होइन घाँस मात्रै ल हाम्रो त्यहाँनिर खाता खाने उयो छ हरियो डाँडामाथि हलो जोत्ने साथी यिनीहरूलाई खुवाउनु पर्छ विमल अलिक ठुलो जानेको छ है खाइसकेपछि आउनु भयो के सब मिठो मेरो पनि अघि एक एक हातमा मेरो दुईटा हात बिजी थियो क्या कसैले खानु भएन हेर्नु न उब्रेको यो चाहिँ म्यामहरूको त यहाँ एक्सट्रिम रहेछ होइन कति मिठो नि कति मिठो छ नि यहाँ हेरौँ न म्याम तपाईँहरूले त मासु पनि ल्याउनु भएको थियो क्या मासु थियो मासु चिउरा तपाईँहरूको त कस्तो मिठो रहेछ नि होइन केटाकेटीलाई मार्दैन यता जाँदैछ उयो दुइटा म्याम उयो दुइटा आउँदैछ बुदालाई बोलाइदिनु न उयो दुइटा केटी कला म्याम उयो त्यो फुचिएर बोलाइदिनु न नभए उयो सलिनालाई बोलाइदिनु न सलिना र प्रतीक्षा आउँदैछ म्याम त्यसलाई दिनु न विवेकको घर विवेकको घर विवेकको मम्मी हुनुहुन्छ यहाँनिर म्यामको आँखा चाहिँ खालि यता यो कटरतिर मात्रै गइरहेको छ म्यामहरूको आँखा चाहिँ मलाई राम्रोसँग थाहा छैन म्याम राजीव राहुलको घर त कस्तो दामी बनाएको रहेछ त नि म्याम यतापट्टिको झन् उयसमा बनाउनमा कस्तो अब आउँछ होला र